हाई गाइज, म अब आजको दिउँसोको खाजा बनाउँदैछु। मसँग छ खाजाको लागि 3वटा भेज वाइवाई चाउचाउ अनि चना। हेर्नु यो दुईटामा कति मजाले पकाउँछु ल। लगभग 24 घण्टा भिजाएर राखेको चना हो। म यसलाई यहाँ कुकरमा हाल्छु। यसलाई मैले यसरी कुकरमा हालेर अनि अलिकति नुन अनि अलिकति पानी हालेर रेडी बनाइसकेँ। यसलाई कुकरको बिर्को लगाएर मैले 2-3 सिटी लगाउँछु। यता मेरो चना बोइल भइसकेको छ। यति गरिसक्दा यता चाउचाउ पनि लगभग बोइल भइसकेको छ। मैले यसलाई चनालाई यहीँ एड गरिदिएँ। यसरी चना र चाउचाउ मिक्स गरिसकेपछि मैले यहाँ आफ्नो स्वाद अनुसारको मसलाहरू पनि एड गरिसकेकी छु। यति गरिसकेपछि रेडी भइसकेको छ। हेर्नु कस्तो यम्मी छ। अब यसलाई एउटा कचौरामा सर्भ गरेर खान्छु। सर्भ गरिसकेँ। यसलाई म टेस्ट गरेर हेर्छु कस्तो भएछ। यम्मी। मलाई त यो चाउचाउ बहुत मनपर्छ यसरी पकाएको। अनि हजुरहरूलाई मनपर्छ कि पर्दैन कमेन्ट गर्नुहोस् ल।